नमस्कार सबैजनामा। अन्तत हाम्रो यी नेपालीको लागि सारा नेपालीको लागि नभए नि अब केही नेपालीको लागि चाहिँ एकदम खुसीको कुरा आएको छ, जसमा चाहिँ अब अदालतले चाहिँ आज राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सभापति रवि लामिछानेलाई चाहिँ आज रिहाई गरे। 2 करोड 68 लाख धरोटीमा रिहाई गर्ने कुरा चाहिँ हिजो निर्णय गरेको छ र त्यो चाहिँ आज चाहिँ उहाँ छुट्नुहुन्छ कि भन्ने आश राखौँ धरोटीमा। र त्यो यो कुरामा चाहिँ हामी सारा नेपालीहरू खुसी त छँदैछौँ। र मैले देखेको यो विषयमा चाहिँ एकजना एकदम खुसी हुनुभएको मात्र मित्र चाहिँ उहाँ हुनुहुन्छ युवराज सफलजी। उहाँ चाहिँ यति खुसी हुनुहुन्छ कि रविको पछि यति लाग्नुहुन्छ जस्तो कि एकजना बाबा बुवा आमाले चाहिँ के अरे आफ्नो परिवारलाई जति ध्यान गर्नुहुन्छ नि उहाँले त्यति ध्यान गर्नुहुन्छ यो विषयमा चाहिँ युवराज सफलले चाहिँ यति केयर गर्नुहुन्छ। उहाँ हिजो रवि लामिछानेलाई चाहिँ अदालतले चाहिँ के अरे धरोटीमा रिहा गर्ने भन्ने आदेश दिइसकेपछि उहाँ खानु पनि भएन, सुत्नु पनि भएन। यति खुसी हुनुहुन्छ कि यति पछि लाग्नु भएको छ। आज रातभरि उहाँ सुत्नु भएन अरे। आज उहाँ रविको रिहाईको पर्खाइमा यति पछि लाग्नुहुन्छ। अब उहाँको विषयमा के भन्न चाहनुहुन्छ? अब के अरे तपाईँलाई उहाँको विषयमा भन्न मन लागेको कुरा चाहिँ कमेन्ट गर्नु होला है त।